एउटा जल्दो बल्दो भाइ चाहिँ 200 NS लिएर आउँछ गोलाइमा चिप लिएर लड्छ हातले यो हात चाहिँ यसो उठाएर राख यार फेर रगत खुट्टा सबैतिर घाउै आउँछ त्यहीमाथि उसलाई पनि प्रब्लम छैन कि त्यो घाउसँग ऊ बाइकलाई मात्रै हेरिरहेछ रमी त हेर्ने मान्छे धेरै छन् हेल्प गर्ने कोही पनि छैन त्यही भएर मानवता हराएको ठाउँ भनेर हाम्रो नेपाललाई नै चिनिन्छ हेर्ने मान्छेहरू कम्तीमा पनि 20 देखि 25 जना हुनुहुन्थ्यो तर कसैले पनि अगाडि आएर उसको अलिकति ब्लिडिङ भयो हातमाथि उचाल भनेर पनि भन्न सक्ने आँट कसैको पनि थिएन एक दुईजना मनकारी मान्छेहरू पनि हुनुहुँदो रहेछ उहाँहरूले चाहिँ